खै मार्केट खाइदिनु जिंदाबाद जिंदाबाद आयो लाल तारा नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभामा सहभागी रुकुम खलङ्गामा चाहिँ यहाँ मान्छेहरू अपुण्य भएको हजारौं मान्छेहरू उपस्थित भएको छ। पछि हेर्नलाई त हेर्न ठिक हुन्छ फेरि तल जानु त हेर्न आउन सकिन्न यता के गरौँ त राम्रो त हिँड्थ्यो लाने जानु तल दिए खेल्नु पहिला तल यहाँ जानु पछि बुझ्नु लाग्यो। धन्यवाद धन्यवाद गुरुआमा गर्दै मिठो प्रस्तुतिको लागि हामी एकछिन बसेको र्यालीहरू आउने क्रम जारी रहेको Oh my God! नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद जिन्दाबाद। विभिन्न पालिकाबाट र्याली आउने क्रम जारी भइरहेको छ। यहाँ थुप्रै खालका हामीसँग
मान्छे अटाउँदैन मान्छे मान्छे भएर खानपानी खान सक्नुहुन्छ भने अन्तको दायाँतर्फ यहाँ महिलाहरूको लागि सञ्चालनको छ पुरुषहरूको लागि मुद्दाको बायाँतर्फ सञ्चालनको छ त्यस्तै गरी यहाँ स्वास्थ्य सम्बन्ध भएका समस्या आइपरेमा प्रखण्डका कार्यालयको हेल्थ मिनिस्ट्रीसँग सम्पर्क गर्न सक्नुहुन्छ। यसर्थ तपाईँहरू सबै सेन्टरबाट आउनुभएका आगामी मानिसहरू तपाईँ व्यवस्थित भएर बस्न सक्नुहुन्छ। कृपया अब केही बेरमा हामी औपचारिक कार्यक्रम सुरु गर्नेछौँ। नमस्ते यो ट्रेनिङ गाउँपालिकाको यहाँ भागी प्रस्तुत भएको छ। ट्रेनिङ गाउँपालिकाको मस्जिदको यो पञ्चबाट यहाँ प्रस्तुत भइरहेको छ। त्यहाँको महिला तथा पञ्चबाटको हाम्रो नन्दकुमार हस्तीको नेतृत्वमा यहाँ यो प्रस्तुति भइरहेको छ। हामी सबै कलाकारहरूलाई हामी समाज गर्न चाहन्छौँ। सबैले 3 मिनटमा आफ्नो प्रस्तुति सिकाउनेछ। 3 मिनटमा यो त्रिवेणी गाउँपालिकाको प्रस्तुति हो।
नगरपालिकाको मन्त्रीमण्डललाई अब यसपछि अब पूर्व जनवादी कलाकार प्रज्वल सांस्कृतिक परिवारका कलाकार कमरेड लक्ष्मी भट्टी मगरलाई म आफ्नो प्रस्तुतिको लागि मञ्चमा निम्ताउँछु। कृपया यहाँले जोरदार तालीले स्वागत गर्नुहुनेछ। हामीसँग थुप्रै मानिसहरू आइरहेको छ, थुप्रै जनसहभागिता भइरहेको छ। मैले अघिदेखि भनिरहेको छु, पक्कै पनि प्रचण्ड आउँदा चाहे त्यो 2064 सालको पहिलो संविधान सभाको निर्वाचनमा होस्, चाहे त्योभन्दा पछिका हरेक पटक होस्, हामीले रुकुम जिल्लाको इतिहास, रुकुम जिल्लाको विरासत हामीले कायम गर्ने गरेका छौँ, हामीले जारी राखेका छौँ। आजको यो सन्देश सभाले पनि त्यही सन्देश दिन्छ र आगामी फागुन 21 गतेको हाम्रो बकुनी सभाको निर्वाचनमा रुकुम जिल्लाले एउटा इतिहास कायम गर्नेछ। रुकुम जिल्लाले फेरि पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजय बनाउनको लागि 2/3 बहुमतले विजय बनाउनको लागि त्यो कसरत गरिएको छ, त्यो मेहनत गरिएको छ। त्यसको पूर्व सन्ध्यामा आज हामी यो जे खालको भित्री देखिएको छ, यसलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। यो अर्को त्रिवेणी गाउँपालिकाको मयोग राज्य प्रस्तुत हुनेछ। यसपछि तयारीहरूको आउँछ। र विभिन्न पालिकाका झाँकीहरू हामी पालो पालो बोलाउनेछौँ। तपाईँहरू तयारी अवस्था बस्नु होला। कृपया 3 मिनटमा आफ्नो प्रस्तुति देखाएर सक्नुहुनेछ। यहाँ धेरै प्रस्तुतिहरू हामीसँग छन्। सुन त लाइभ दिइरहेछ अगाडि 100 थियो, अहिले 82। मेरो पनि त्यति पुगेको थियो र तपाईँले देखा भयो। मान्छे त अझै आउँदैछन् आउँदैछन् मान्छे त बाहिर छोडे। यो त जिल्लाभरिकै उत्कृष्ट सन्देश सभा हुने यस्तो हुने भयो कि आयो म त डक्टर जन्युदाको डक्टर भन्ने थिएँ, उसले पाएर आउनु के छ महासचिव कहिले आउनुभयो? हेलो के छ जिराम साहब? हेलो, यो मयूर नाचलाई एउटा 2टा वायरलेस दिनु होला। कृपया छिटो अस्ति हामी सक्नुहुनेछ। यहाँ थुप्रै झाँकी छन् हामीसँग, सबैको पालो फेराउनुपर्छ। माइक मार्नु न। लाइभ दिनु पर्यो, पछि त भइहाल्छ। आएपछि अहिलेलाई एकदम ध्यान आकर्षण गर्नु भनेर लाइभ दिएको क्या मैले। कि म दिन त ल्याउनु त 2 दिन हाम्रो पनि आउला कि यो सुरु भएपछि गर्नु है। मेरोबाट दिएन मेरो साथीहरूले। पत्रकार बाहेक सबै तल छिड़काउन के बाद यहाँ वायरलेस माइक
धन्यवाद छ यहाँहरूलाई। यहाँ विस्तार छुट्याउनुहुन्छ। अब यसपछि यहाँले छुट्याइ बस्नुहोला। हामीसँग यहाँ लक्ष्मी घटी मगरको प्रस्तुति छ, त्यसपछि तपाईँलाई पानी पालो निम्त्याउनुमा सुरक्षितहरू छन्। तपाईँको सबै प्रस्तुति हामी पानी पालो राखेको छु।
सबैका बस्तीहरू पाले पाले राख्ने बन्धुका यहाँहरू यति पनि यो महिलाहरूलाई अन्त्य गराउनु छ। अब यसपछि जति घटी मगर नमस्ते नमस्ते। हान्छ बाबु के छ के ठिक छ। तपाईँको माउलीले सुनाएको है राम्रोसँग हामीसँग तारावाला टोपी चाहिएमा यहाँहरूले पिपलकोट जतिकै सम्पर्क गर्न सक्नुहुनेछ। तारावाला टोपी 5 तारा हाम्रो चुनाव चिन्हवाला टोपी चाहिएमा पिपलकोट जतिकै यहाँ राखिएको छ। कृपया पिपलकोट जतिकै धेरै भिडभाड भएको भन्ने आएको छ। यहाँहरू कार्यक्रममा बस्न सक्नुहुनेछ।